भर्ने होइन त आइपिओ। भोलि पुष 22 गतेदेखि सुपरखुटी हाइड्रो पावर लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि यसलाई आइपिओ जारी गर्दैछ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डसँग कुल 31 लाख किता आइपिओ जारी गर्ने अनुमति पाएको थियो, जसको एक किताको सेयर प्राइस 100 रुपियाँ हुनेछ। सेक्टर भनेको हाइड्रो पावर हो र यस कम्पनीले आफ्नो बिक्री प्रबन्धकको रूपमा यानि कि इस्यु म्यानेजरको रूपमा ग्लोबल आइमी क्यापिटल लिमिटेडलाई राखेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि यस कम्पनीले भोलि पुष 22 गतेदेखि पुष 25 गतेभित्र कुल 1,55,000 किता आइपिओ जारी गर्दैछ। त्यस्तै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि भोलि पुष 22 गतेदेखि माघ 6 गतेभित्र कुल 15,50,000 किता आइपिओ जारी गर्दैछ, जसमध्ये 40% अर्थात् 6,20,000 किता साधारण सेयर लमजुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मस्क्यान्दी गाउँपालिकाको वाडा नम्बर 2 र 3 का स्थानीय बासिन्दाहरूमा बाँडफाँड गरिनेछ भने बाँकी 60% अर्थात् 9,30,000 किता साधारण सेयर मस्क्यान्दी गाउँपालिका वाडा नम्बर 1, 4, 5, 6, 7, 8 र 9 का स्थानीय बासिन्दाहरूमा बाँडफाँड गरिनेछ। त्यस्तै तपाईको स्थानीय बासिन्दाले प्रभु ब्याङ्कको, ग्लोबल आइमी ब्याङ्क, कृषि विकास ब्याङ्क र प्राइम कमर्सियल ब्याङ्कको बेसीहार शाखा र हिमालयन ब्याङ्कको बुलबुले शाखा प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। त्यस्तै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारम बाबत 2 रुपियाँ शुल्क बुझाउनु पर्ने हुन्छ र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि मिनिमम 10 किताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा 1 लाख किताका लागि आवेदन दिन सक्नेछ। त हस् साथीहरू, यो थियो जानकारी तपाईँको सुपरखुटी हाइड्रो पावर लिमिटेडको बारेमा, जसको आइपिओ भोलिदेखि निष्कासन हुँदैछ।